Hello, good morning everybody and welcome to my YouTube channel. र म वन मान्छेको तर्फबाट यहाँहरूलाई एकदमै न्यानो न्यानो अभिवादन र काठमाडौँबाट 87 किलोमिटरको ट्राभल पछि यो स्याउले भन्ने ठाउँ आइपुगिन्छ सिन्धुपाल्चोकको र हामी भर्खर यो होटलमा खाजा खाएर चना खाएर अब हाम्रो यात्रा यो बाटो हुँदै आजको हाइकिङ सुरु हुँदैछ। लेट्स सी मसँग एकजना साथी पनि छ। यो बाटो राम्रै छ हिँड्नलाई, तर के छ भने लेउ लागेर एकदम चिप्लिने चान्सेस रहेछ, किनकि यो बर्खाको टाइम भएर पनि हो। ल हेर्नु है, अब पहिला पहिला ढुङ्गाको बाटो हुन्थ्यो, ढुङ्गामा लेउ लाग्दैन थियो। अब आधुनिकरणमा हामीले सिमेन्टको बालुवाको बनाइरहेको छौँ नि त, लेउ लागेर लड्ने चान्सेस त धेरै हुने रहेछ। अघि दुईचोटि जति झन्डै लडिसक्यो। होप अब नलडोस् न कोही पनि भन्ने कुरा हो। अहिले ढुङ्गा माटो घर देख्दा चाहिँ एकदमै खुसी लाग्ने भएछ, एकदम रमाइलो फिल हुने कि वाउ भने जस्तो हुने। घर अगाडि धारा, तल सागसब्जी कस्तो रमाइलो। यहाँ नस्पतिको बोट रहेछ तर नस्पति छैन रहेछ। यो बाटो चाहिँ एकदमै हामीलाई समस्या भइरहेछ। त्यो एकदम चिल्लो बनाएर है, तपाईँहरू पनि काहीँ ढल्ने बाटो बनाउँदै हुनुहुन्छ भने, मान्छे हिँड्ने बाटो बनाउँदै हुनुहुन्छ भने चिप्लो चाहिँ नबनाउनु है। घर छ, घरमा तालचा लागेको छ। यो तलको घर पनि त्यस्तै, अब यो माथि घर पनि त्यस्तै छ, तालचा लागेको। पहिला मान्छेको घर सानो हुन्थ्यो, मान्छे धेरै हुन्थ्यो। अहिले घर ठुल्ठुलो पनि छ, घर धेरै पनि छ, तर मान्छे छैन। अहिलेको समस्या एकदमै यो जिल्ला मात्र होइन, धेरै जिल्लामा आएको समस्या रहेछ यो, नेपालभरि नै के हो। एकदमै यसले गर्दा चाहिँ के भइरहेछ भने, अब गाउँमा बिरामी पऱ्यो, हस्पिटल जाने मान्छे हुँदैन। अनि म एउटा गाउँमा जाँदा के भनेको थिएँ भने, अब मान्छे मऱ्यो भने पनि मलामी जानलाई युवाहरू छैन भन्ने कुरा भइरहेको थियो। यत्रो घर छ हेर्नु, मान्छे छैन, किन यस्तो भएको होला। अब त के भन्थ्यो भने त्यो गाउँमा अब त मान्छे मऱ्यो भने पनि पुलिस आर्मी चाहिन्छ लास जलाउनको लागि, लास लगाउनको लागि भन्ने कुरा गरिरहेको थियो। तर मलाई एक हिसाबले हो जस्तो पनि लाग्यो। गाउँमा युवाहरू छैन। म अस्ति एउटा गाउँमा एकै दिनमा तिनवटा गाउँको घरहरू चाहिँ चोरिदिएको थियो कि सुन चोरहरूले। भनेपछि ल भन्नु किन भन्दा युवाहरू नभएर हो। यात्राको क्रममा बाटोमा कुवा भेट्यौँ र कुवाको पानी एकदम मिठो पानी खान पायौँ हामीले। अब चाहिँ हामी यस्तो बाटो हिँड्न पाएर मजा आइरहेको छ। यो बाटो हिँड्दा चाहिँ सही मजा आउने रहेछ। ल हाइकिङको आजको मजा आइरहेछ। ढुङ्गाको छाना भएको घर पनि देखियो धेरै पछि, किनकि भूकम्प पछाडि यो ढुङ्गाको छाना भएको घर हराइसकेको थियो। भूकम्प आउँदा लोड पऱ्यो नि त, सो द्याट दामी कुराहरू देखिरहेको छ आज। हाइकिङ गर्न मजा आउने बाटोहरू ढुङ्गाको मजाको देखिरहेको छ, हिँड्न पाइरहेछौँ हामीले, सही मजा आइरहेछ। बिहानको 8:30 कटेर पनि 8:50 भइसकेको छ। बाबु कहाँ हिँडेको स्याउले? अझै पनि चारैतिर हुस्सुल आइरहेछ। सही भिड रहेछ यहाँनिर बाटोमा आउँदै गर्दा। र हुस्सुले पनि डाँडा काँडा सबै ढाकेको छ। करिब 9 बज्न लागेको छ अहिले। अब चाहिँ हामीले एकछिन रेस्ट हान्ने बाटो ठाउँ आइपुग्यो। अब हामी एकछिन रेस्ट गर्ने छौँ। यहाँको भ्यूज चाहिँ दामी आउँथ्यो, अब अहिले हुस्सुल आएर हेर्नु त सबतिर अन्धकार देखिरहेछ।
के छैन ब्लाइन्ड यहाँ चाहिँ ठिकै छ यता चाहिँ अहिले भर्खर मौसम हल्का खुलिरहेछ हुसुले चाहिँ छोडेर जाँदैछ हामीलाई डाँडालाई अब हामी निस्किँदैछौँ यहाँबाट गन्तव्यतिर सानो उफ्रिन आइपुग्यो अहिले हामी दामी छ यहाँको भ्यू तलको नजारा चाहिँ चिया बगानको हो चियापत्ती टिप्न मन थियो पुरा बाजिरहेको रहेछ टिप्नु चाहिँ गाह्रै छ चिया बगान खुल्ला रहेछ मैले 2-4 वटा चियापत्ती टिप्नु सोचेको छु यस्तो छ यहाँको नाम चियापत्ती टिप्ने सोचिरहेको छु फेरि गाली खान्छ कि भने डर लागिरहेको छ किनकि अरूको सामान नसोधिकन टिप्नु त हुँदैन तैपनि 2-4 वटा पत्ता चाहिँ मैले टिप्ने सोचेको छु ल के हो चियापत्तीमा त दाना पनि हुन्छ त मनोजी चियापत्तीमा यस्तो दाना रहेछ यो मैले फर्स्ट टाइम देखेको है चियापत्ती नि टिपियो हल्का सानो ओख्रेनी यो एरियामा चाहिँ 2टा ओख्रेनी छ एउटा सानो ओख्रेनी अर्को ठुलो ओख्रेनी छ ठुलो ओख्रेनी जानको लागि लाङटाङ राष्ट्रिय निकुञ्जबाट अझै उता जानुपर्ने हुन्छ अहिले चाहिँ हामी सानो ओख्रेनी देउरालीमा बतास चल्यो ट्याउले बजारबाट हामी 8 बजी हिँडेको थियौँ र हामीलाई यो सानो ओख्रेनी आउँदा 1.5 घन्टा लागेछ अहिले 9:30 भयो लगभग हामी 2 ठाउँमा 3 ठाउँमा हल्का हल्का रेस्ट गर्यौँ नजिकै हो हाइकिङको लागि 1.5 घन्टामा इनफ इजिली यो ठाउँ आइपुग्ने रहेछ ओख्रेनी सानो ओख्रेनी होमस्टे बल्ल आकाश खुलेको छ साथीहरू दामी देखेको छ नजारा यो पनि होटल हो शेर्पा होमस्टे रहेछ यो चिप्लो त्यही त मैले तपाईँलाई भने नि चिप्लो हुन्छ बाटो चाहिँ यस्तो छ नि यो घाँसहरू भक्टामा टेक्नु पर्यो पुरा हुस्सु लागिरहेको छ यात्राको क्रममा गर्मी भइरहेको छ हिँड्दा श्री श्रीनाथगञ्ज सैनिक इलाका भनेपछि यो माथिको ब्यारेक रहेछ अब हामी सैनिक इलाका प्रवेश गर्दैछौँ लाङटाङ राष्ट्रिय निकुञ्ज नजिक आइपुगेको छौँ हामी यो चाहिँ यहाँ रहेको होमस्टे लाङटाङ राष्ट्रिय निकुञ्ज टेम्पाथान रेन्ज पोस्ट हामीलाई सेउरेबाट यहाँ आउनको लागि 2.5 घन्टा लाग्यो यो लाङटाङ राष्ट्रिय निकुञ्ज अब हामी प्रवेश गर्दैछौँ निकुञ्ज र निकुञ्ज क्षेत्रमा पाण्डा मृग धेरै जनावरहरू भेटिन्छ डाफे पनि भेटिन्छ यो माथि भालु तलको होमस्टे हामीले छोड्दैछौँ अझ हामी माथि जाँदैछौँ सायद भोलिको दिनमा चाहिँ हामी मसरुम हन्टिङको लागि निस्किन्छौँ होला बिहान पख आज चाहिँ साथीले यहाँको लोकल च्याउसँग अर्ग्यानिक च्याउसँग खाना खाने भनेर हामी अब माथि अर्को होमस्टेमा खाना खानको लागि निस्किरहेको छौँ खाने भनेको ठाउँ बन्द छ जस्तो लाग्यो पर खानुपर्छ पक्नु मिलिहाल्छ नि पुरो मिलिहाल्छ त्यो बाटोबाट 5 पोखरी गइन्छ साथी हो त्यो घर चाहिँ बन्द रहेछ अब खाना खाने ठाउँ हामी तल खाना खाने ठाउँ छोडिगयो अब हामी मैदान भन्ने ठाउँ जाँदैछौँ पाँच पोखरी जाने बाटो राम्रै बन्दै रहेछ
कस्तो लागिरहेछ मनोजी रमाइलो लागिरहेछ हामी पुग्ने डाँडा त उता हो यसो आएछ फेरि थाहै हुँदैन कतिखेर आउँछ जान्छ बाटो बनाएको रहेछ ल राजकोट गयो यस्तो यो देखेको के बिरुवाहरू फुलहरू होइन यस्तो यो लेउ लागेको हाम्रो जङ्गलमा जति पनि हो र तराईमा नि चिलसँग रेस्ट गरिरहेको छु दाजुभाइ डाँडामा हल्का खोला गरेर आउँछ वरिपरि चरा पनि हो कि होइन यस्तो कराइरहेछ त्यो सुतो सुतो मन लागिरहेछ अहिले 11:30 भयो अहिले छैन रहेछ 11:30 भयो अबको नजारा चाहिँ दामी आउँछ नि त मलाई चाहिँ अहिले मध्याहको 12 बजेको मौसम देख्न सक्नुहुनेछ यहाँ अझै घाम क्लियरली लागेको छैन अहिले चाहिँ हल्का घाम लाग्यो है मध्याह 12 बजेको घाम यहाँ अब त आयो मनोजी ल यही हो अब त आइसक्यो निकै गाह्रो भयो हाम्रो गन्तव्य स्थानसम्म आइपुग्दा कस्तो भयो नि भर्खर पानी आउँदैछ सो द्याट मेरो साथीलाई एकदम गाह्रो भएछ दोस्तलाई भोक लागेर हो सायद अब ठिकै भयो पानी नि पर्यो हामी अघि तल हामीले खाना खाएको भए हामीलाई गाह्रो हुन्थ्यो यो पानीमा आउनलाई पानी पर्यो सो द्याट छाता निकालियो फाइनली यस्तो गेट छ अब हामी गेट छिर्छौँ अनि गेट छिरेपछि लगभग हाम्रो गन्तव्यलाई अब खाना खाने ठाउँ आइपुग्छ यो गोठ रहेछ मौसमले पनि आज 12 बजे 1 बजेपछि पानी पर्छ भन्थ्यो द्याट्स ट्रु सत्य भएछ आउनु न आउनु अब आइसक्यो मलाई चाहिँ ढुक्क भएर छाता माथि गर्नु अझै माथि गर्नु आइसक्यो अब हामी यताबाट गइनु हुन्छ होइन यताबाट मैले देखेको बाटो राम्रो छैन जस्तो लाग्यो माथिबाट जाउँ ल अब यहाँ आउँदै गर्दा गेट देख्यो यो गेट छिरेर यो खोलेर हामी भित्र जान्छौँ गेट फेरि लगाइदिनु पर्छ मलाई चाहिँ गेट लगाइदिनु ल उचाल्नु हो ल भयो ओके फाइन यहाँ भर्खर मकै भोका लाग्दै रहेछ यहाँको मकै पाक्नलाई 9 देखि 10 महिना लाग्छ तराईमा 3 महिना पहाडमा 4.5-5 महिना बाटो एकदम चिप्लो छ मलाई चाहिँ के लाग्छ भन्दा
त्यस्तो यो रेनी सिजनमा चप्पल लगाएर हिँड्नु एकदम बेस्ट हुन्छ जुत्ता लगाएर हिँड्दा जुत्ता भिजेपछि एकदमै बोर फिलिङ हुन्छ नि त अन्त चप्पल भिज्दा त कुनै फरक पर्दैन सो द्याट दामी फुल रहेछ वाउ मम लासो टासिटेले मम बालासो टासिटेले लासो पानीमा भिज्दै किन पानीमा भिज्नु भएको पानीमा भिजेन के छाता त्यतिका कहाँ पानीमा भिजेर हुन्छ त ओहो मम त कडा है बा कहाँ पानीमा भिजेको मम उठ्न तपाईँ पनि हट हेर्नु यहाँ मम यहाँ पानीमा भिजेर अनि मैले हल्का छाता उडाइदिइरहेको छु मम र मलाई मम हेर्नु यहाँ पानीमा भिजेर लाउनु मैले जाउँ मैले फोन गरेको थिएँ नि मम मैले फोन गरेको थिएँ त बा खाना पाकेको रहेनछ अब हाम्रो यहाँ बाले यहाँ च्याउ देखाउनु पर्छ मर्तेबा मर्ते के भन्छ होला मर्दिबा च्याउ पानीमा भिजाएर सुकाएर अब हामी यहाँ खानाको लागि रेडी गरिरहेका छौँ अब बाले ढेँडो र यो मर्तेबा च्याउ आलु आलु यो हालौँ यसो मिसाउनु आलु यो मिसाउँ अलिअलि रस हालौँ ढेँडो बनाऊ बेच्न पाउनु भएन त्यसको यसपालि यसपालि असिना धेर पर्यो उतातिर नसपातीहरू सबै बिग्रेको छ हो अलि मोटाएको छ हो यहाँको आलु त छिट्टै पाक्छ है बा होइन आलु छिट्टै पाक्छ है पकाउँदा उताको त पाक्दैन नि राम्रोसँग हामीले पानी हालेन त्यो आफै त्यो जान्छ अनि त्यो जाने त्यही हाल्छ अनि मलाई कस्तो याद आएको थियो यहाँ खाएर गएको उता गएपछि यसको खुब याद आएको थियो मलाई हजुर पुग्छ मुला छैन मम मुला अहिले साह्रै ए भोलिपट्टि काटिन मङ्सिरमा आउँछ मुला तल त भइसक्यो बोधुको मुला ए भन्नु हिउँदोको मुला छार्छ हिउँदो बोधुको मुला अनि छार्दैन यहाँ लोकल निगाहरू पनि पाउँछ हजुर यहाँ सबै लोकल हालेको सुक्खा मासु जस्तो हुन्छ सुक्खा मासु सुकुटी जस्तो अलिकति भुटेर निकाल्नु पर्ला अलिकति पानी रस हाल्नु पर्यो है मिल्छ अनि त्यहाँ बुझ्ने अनि खाली छोप्ने अनि पाओस् अनि त्यही त है त्यो ठाउँमा हुन्छ कि एकै ठाउँमा हुन्छ एकै ठाउँ त्यो धेरै पऱ्यो नि त
बन त चाख्नलाई मात्रै हो त्यो धेरै भयो त्यो होइन ठिकै ठिकै ल ल पुग्छ एउटा चम्चा होइन कस्तो छ मनोजी दामी छ दामी रहेछ मनोजी यो होइन एकदम बबाल यो त मासु खेल्छ यसो अलिक हो साँच्ची हो मासु हो नि मासु एकदम मासु त केही नै होइन यसो अलिक यो मम्मी हो माइक 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 ए बिगोती हो यो गाईको होइन मम हजुर हजुर अब जिउ अचारमा राख्ने हजुर। अचारमा चाहिँ के हाल्नु भएको यो मात्र भन्ने हो रम्बा हाल्यो राम्बा हाल्नु हो रम्बा ए राम्बा नुन बिगोती खोर्सानी मिठो हुन्छ अचार मिठो हुन्छ ढेँडोसँग खान मिठो नि भयो हजुर ढेँडो किन खानु पर्यो ढिँडोसँगै आलुसँगै एकदम दामी हुन्छ हामी ढेँडो के खान्छ आज गहुँको हो गहुँ र कोदो मिसियो भने गहुँ र कोदो मिसियो भने के हुन्छ? गहुँको जुन नरम हुन्छ मिठो हुँदैन पाप लाग्छ भने त मिसियो भने त्यो कालो कालो हुन्छ कि। कालो कालो त्यो राम्रो हुँदैन भन्छ यो बर्खाको टाइममा कोदोको ढेँडो खानु हुँदैन छेर चल्छ हजुर दिशा पातला हुन्छ हजुर हामीहरू आउँदा कस्तो कतिको खुसी लाग्छ लाग्दैन हजुर। हामीहरू आउँदा कस्तो लाग्छ खुसी लाग्छ खुसी लाग्छ है कोही आउनु चिन जानुभएको मान्छे आफ्नो छोरा आएको जस्तो लाग्छ कि के हुन्छ खुसी नआउने भए हामी त्यो फोनै गर्दैन फोनै उठाउँदैन झौला आउनु भए फोनै उठाउँदैन सही हो भन्छ हामी चाहिँ कहिले महिना पछि आयो भने तपाईँलाई झन् खुसी हुन्छ हो खुसी हुन्छ भनेर छ छोरा चारवटा आफ्नो ठाउँमा छैन छोराहरू आयो भने आफ्नो छोरा आएको जस्तो हुन्छ हामी छोराहरूको बाउ आमा जस्तो हुन्छ खुसी हुन्छ नि यता उता सबै खुसी हुन्छ यो उयोको चाहिँ हाम्रो स्यालपडै भन्छ सोसु भन्छ कि सोसु सिस्यो मलाई सिस्यो र भात पनि कस्तो मिठो हुँदो रहेछ नि सिस्यो हो सोसु हुन्छ मिठो हुँदो रहेछ मैले चाहिँ नि 5 पोखरीबाट आउँदाखेरि के आउँछ नुनथला नुनथलामा सिस्यो र भात खाएको म यस्तो मिठो लाग्यो मलाई सोसु ए मेरो कुनैको एकदम गनाउँछ हामीले यस्तो गनाउनु साह्रै गनाउन मन पर्ने मलाई त बानी भयो मैले चाहिँ राम्रो हुन्छ फेरि हिजो मात्रै यहाँ हालेको कस्तो खाँदैछौँ होइन मलाई सही मिठो लागेको चाहिँ ढेँडो खान्न भन्ने मान्छेहरूको लागि कस्तो मिठो लाग्यो ढेँडो हो कि मलाई यसो त अब बयान त शब्दमा गर्न सकिन्न यो फिल गर्ने कुरा हो क्या यो चिज चाहिँ। ल अनि यस्तो खाइरहेको छैन यस्तो दाइनी छ हो त्यो त्यो कुरा हो हामी खाना खाएर होइन यसो निस्किएको दामी मौसम खुलेछ हो रम्बा हालेको मनाइ ए रम्बा हालेर मोमो होइन आलुको मोमो खिचेर होइन म अझै म बसिरहेको छु म चाहिँ ल ल ल म फर्के फर्के आयो होला म त यही भित्र यहीँ भन्छु भने पनि उठाउनु पर्छ ए यसमा राखिसक्नु भयो पकाएपछि ल हजुर
भाइ भाइ यो के हो यो यो हामीले स्यापा भाषाबाट आलु मोमो भन्छ आलु मोमो रम्बा हालेर आलु मिसेर दिवा हालेर पकाएको हो ए यो 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 अनि यो पिठो के हो गहुँको गहुँ मैदा मिसेर गहुँ र मैदा सही भएर कस्तो छ मनजी यो एकदम राम्रो छ मैदा मिसाए पनि गहुँ मिसाएको भएर होइन अब कि रोटी टाइप पनि छ होइन अनि त्यहाँबाट भित्र टक्क आलु छ अनि यो रम्बा अब यो रम्बा त अब यो देखतिर बस्नेहरूले मात्र थाहा उसलाई थाहै छैन यसको अब फिल कस्तो छ भन्ने कुरो होइन तर एकदमै मजाको कस्तो दामी आउँदो रहेछ यो चाहिँ फुल्ली नेचुरल पनि छ अर्ग्यानिक पनि छ होइन त्यस्तो के खराबी पनि गर्दैन मिठो पनि छ एकचोटि टेस्ट गर्नलाई त गजब छ यो एक भन्नाले सधैँ खानु पनि सकिन्छ मोमो नै हो उहाँको ठुलो ठुलो हुँदो रहेछ है समोसा के अरे त्यो गुजिया भन्ने हुन्छ नि ठ्याक्कै गुजिया टाइपको हुँदो रहेछ यो ठ्याक्कै गुजिया टाइपको हुँदो रहेछ है त्यो गुजिया भन्ने हुन्छ इन्डियन डिस एउटा ठ्याक्कै त्यही टाइपको हुँदो रहेछ हुन्छ ठुलो रेन्ज एकदमै नर्मल मोमो त 3टा हुन्छ यसको यो एउटाको यस्तो